किन्ने भन न What makes me happy? Flower makes me happy. Every week I buy a flower for me, for myself. Not for anyone. Just for me, Not for me. myself. Not for For my happiness. anyone. होइन Only for yourself. And I'm not expecting anything from anyone because I can मैले buy नि and किन्दै I गएँ can do for myself. मैले किन्दै गएँ Sabi na eh. त्यही हो अरू केही किन्नु नकिने पनि म एभ्रिडे फ्लावर चाहिँ किन्छु अनि फेरि केलाउँछु हेर्छु अनि फुलाउँछु अनि फेरि खुसी हुन्छु अनि फेरि अर्को दिन किन्छु फेरि चिलिम फर्किन्छ अनि फेरि अर्को हप्ता किन्छु हप्तै पछि किन्छु मोज गर्छु 1 हप्ता 2 हप्ता 3 हप्ता 3 हप्ता भनेको 5,000 को नेपालको 5,000 झन्ने 6,000 को फुल नेपालको जोडेर त भएन नि त 7,000 7,500 को फुल 1 महिनामा भनेपछि 70 एक वर्षमा 10 हप्तामा 70,000 को फुल किन्छ 10 हप्ता होइन 10 महिना 10 महिनामा 70,000 को फुल किन्छ नेपालको जोडेर भएन नि त ब्रो नेपालको जोडेर भएन ब्रो अनि नेपालमा त कसैले सक्छ नेपालमा तपाईँले यतिलाई नै कति रुपियाँ हाल्नु भएको थियो अरे 35 हाल्नु भएको थियो होइन बिचारा यस्तो छ अहिले समर लागेर राम्रो छ वेदर होइन आज चाहिँ मेरो छुट्टी हो यहाँको बस यस्तो हुन्छ हरियो युकेको चाहिँ रातो हुँदो रहेछ ग्रिन हुन्छ युकेको चाहिँ रातो हुँदो रहेछ युकेको भन्दाले लन्डनमा चल्ने ओहो दामी गयो यार BMW लन्डनको चाहिँ टिकटिके हामी टिकटिके भनेको चाहिँ यहाँको ओरिजिनली फ्रम आयरल्यान्डको मान्छेलाई चाहिँ टिकटिके भन्छौँ हामी किनभने टिक 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 हुन्छ क्या अनुहारमा अनि त्यहाँपछि एउटा बिहोरा पनि माग्ने होइन सबैजनाको होइन तर सबैजना होइन अब बुझ्नु न यो मिलाएर कार त कस्तो खालको रहेछ यार भित्रबाट त्यस्तो हुन्छ अरू कुरा देख्दै हो होइन त्यही भएर चाहिँ हामी टिकटिके भन्छौँ नेपालमा के हुन्छ उयो के अरे माग्ने मान्छेहरू फटा मान्छेहरू यहाँ त्यति धेरै हुन्छ माग्ने मान्छेमा झ्याग्ने त्यो भनेको चाहिँ रक्सी खानुलाई मात्र मागेको हुन्छ अस्ति मैले हाम्रो त्यहाँ पब छेउमा एकजना मान्छे माग्ने मान्छे थियो अनि मसँग पनि चेन्ज थियो र दिएको थिएँ अनि अर्कोचोटि त थिएन मसँग चेन्ज अर्कोचोटि जाँदाखेरि मागो सरी भनेर हिँडेको त माग्ने जे पाए त्यही भन्दो रहेछ मागा पड्काउनु जस्तै त्यही भएर त्यो बाबेला म त दिनु यस्तो हेर्छु होइन त्यो जसले पनि मागो भन्ने बित्तिकै म दिदिनँ क्या यस्तो हेर्छु कोही बेला मनैदेखि दिनु मन लाग्छ नि कसैलाई हेरेर फर्केर पनि दिनु मन लाग्छ क्या अनि त्यस्तो मात्र दिनुपर्छ रक्सी खानु माग्ने अनि काम गर्नु चाहिँ अल्छी गर्ने अनि बाटोमा बस्ने अनि रुपियाँ माग्ने अनि त्यस्तोलाई चाहिँ दिँदैन त्यति धेरै हुँदो रहेछ यहाँ के अरे यो आयरल्यान्डमा त्यति धेरै छन् क्या माग्ने मान्छेहरू गाडी अगाडि साथीभाइहरूलाई त्यो बडी कालो बनाउनु ट्यान गर्ने झ्याग्ने अगाडि नै लिएर रोक्दियो यार म भनिदिन्छु यहाँनिर देखाइदिनु त्यो पिक्चरलाई देखाइदिनु म डिफाइन गरिदिन्छु
हेलो साथीहरू, हजुरहरूलाई यदि म जस्तै ब्युटिफुल ट्यान स्किन चाहिन्छ मेरो जस्तै भने यसरी ट्यान गर्न आउन सक्नुहुन्छ हजुरहरू। समरमा ट्यान गरेर सेक्सी हुनुपर्छ। मेरो उयसमा भन न, मेरो सेलुनमा आएर म हजुरहरूलाई यस्तो ट्यान गरिदिन्छु र म जस्तै ब्युटिफुल बनाइदिन्छु। के गरेर If you बोल्यो? love a tan skin. आयरल्यान्डको चाहिँ विन्टर चाहिँ लास्टै वर्स्ट विन्टर हुँदो रहेछ, डिप्रेसिङ क्या। यस्तो हावा चल्छ, यस्तो पानी पर्छ नजाने, के भन्नु होइन। अब ऊ त युज टु भइसकेको, किनभने ऊ पनि टिकटिकै आधी टिकटिकै भइसक्यो। यहाँ बस्ने मान्छेहरू जस अलिक लामो समयदेखि बस्ने मान्छेहरू चाहिँ त्यस्तो हुँदो रहेछ। नजाने म भर्खर आएको विन्टर त लास्टै, भगवान् के हो यस्तो हावा, के हो यस्तो पानी नजाने टेन्सन। अनि यहाँ उयसमा चाहिँ यसरी हिँड्नुपर्छ, अनि त्यहाँ अगाडि टिटिटिटिटिटिटिटिट गरेर के अरे हरियो बोल्छ अनि मात्रै हिँड्ने हो क्या। नेपालको त के अरे ट्राफिकमा गनाउँछ नि, त्यस्तै गनायो। डर होइन, गाडीको। अनि त्यस्तो हुन्छ, टिकटिक भनेको यस्तो हुन्छ, गटङ टङ 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 कुद्छन्। नभन्नु होइन, यिनीहरू त जस ठिकै खालको टिकटिकै रहेछ, म्याक्सिमम् खालको यहाँ चाहिँ त्यहाँ पर छ, अब त्यहाँ देखिँदैन। यहाँ यो यहाँ फेरि टिकटिकलाई कसरी चिनिन्छ भने पुरा नायक चाहिँ फेभरेट होला, पुरै माथिदेखि तलसम्म एउटै रातो। यस्तो हुन्छ नि, यस्तो हुन्छ, यस्तै हुन्छ। घर आएपछि नदेखाउनु भन्दैछ। अब हामी घर पुग्यौँ त, एक मिनटमा अब हामी घर पुग्यौँ क्या साथीहरू, त्यही भएर नदेखाउनु घर पुगेपछि त्यही घर देखायो भने थाहा हुन्छ नि त यहाँ बस्छ भनेर अरे, त्यही भएर। होइन त्यस्तो त, तर बट वी आर एट पार्नल स्ट्रिट। पार्नल स्ट्रिट के हुन्छ होला, डोर्सेट स्ट्रिट। डब्लिन, यहाँ लेखेको छ डब्लिन चिकन एन्ड राइस, खान बार्बर। यहीँ काट्छु है म चाहिँ, यो खान बार्बरमा कपाल चाहिँ। यता चाहिँ यस्तै हो, सनसेट यस्तो भइरहेको छ, यस्तै छ। जाम होला, गाडीले हानिन्छ, गाडी आएर। ल थ्याङ्क यू फर वाचिङ। यति नै हो आजको कहानी। आज मेरो छुट्टी थियो, सिटी गएँ, मेरो ब्याङ्क कार्ड आएको थियो, ब्याङ्कमा गएँ, अलिकति पैसा लजमेन्ट गरेँ, त्यहाँ पछिबाट कति न, नेपालको त धेरै हो त बाबा। अनि अब उसको लागि केही होइन, उसको लागि त केही होइन, उसको त धेरै छ नि त उसको एकाउन्टमा। अनि पिनसिन चेन्ज गरेँ, एक्टिभेट भयो। अनि त्यहाँपछिबाट यसो घुमेँ सिटी, त्यहाँबाट ऊ आयो, त्यो होइन सुजनलाई पनि भेटेँ मैले। अब लास्ट झलक। ओके बाई साथीहरू, नेक्स्ट स्टोरी अर्को यता यसरी फर्काएर। ओके बाई साथीहरू, अब उता देखाएको नि त हामी गएको। बाई बाई, यो चाहिँ द इन्ड बाई, स्टप गरिदिउँ।